तरकारी खेतीमा युवाको आकर्षण। खुराई उपमहानगरपालिका 10 नारायणपुरमा तरकारी खेती गर्ने रोल्पाको रुन्डीगढी गाउँपालिका साथ गइरहेका महत खड्गाले 38 स्थानीयलाई रोजगारी दिएका छन्। उनले 13 बिघा जग्गा भाडा लिएर तरकारी खेती गरिरहेका छन्। खड्गाले 10 वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। बाबुको पेसालाई प्रेरणा मानेर सुरुमा सानो स्तरमा खेती गरेका उनले पछि व्यावसायिक रूपमा ठूलो परिमाणमा खेती गर्न थाले। आधुनिक खेतीका तरिका सिक्दै जाँदा उत्पादन हरेक वर्ष बढिरहेको उनको भनाइ छ। खेतीबाट धेरै अनुभव बटुलेको उनले बताए। स्वदेशमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ गर्दै आएको तरकारी खेतीले राम्रो प्रतिफल दिँदै गएको छ। कृषि पेसामा तरकारी खेतीमा धेरै सम्भावना देखेर यसलाई निरन्तरता दिँदै आएको छु, जसले उत्पादन बढिरहेको छ। राप्ती बाबु एग्रिकल्चर प्रणाली मार्फत सञ्चालित खेतीमा उनले बोडी, काँक्रा, करेला, टमाटर लगायत तरकारी उत्पादन गर्छन्। पहिले रोल्पामा खेती गरे पनि ढुवानी र बजारको समस्याले दाङमा आएर व्यावसायिक खेती गर्न थालेको उनले बताए। जग्गा भाडामा लिएर गरेको खेतीबाट राम्रो आम्दानी हुने गरेको उनको अनुभव छ। सानैदेखि यो पेसामा लागेर उनले अन्य काममा ध्यान नदिएको र यसैमा सन्तुष्ट रहेको बताए। खड्गाले वार्षिक 2 करोडभन्दा बढी मूल्यको तरकारी उत्पादन गर्छन्, जसबाट 35% बचत हुन्छ। जग्गा भाडा वार्षिक 5 लाख तिर्नुपर्छ उनले भने। स्थानीयले फारममै काम पाउँदा खुसी छन्। कमाउन बाहिर जानुपर्ने अवस्था हटेको छ। भविष्यमा व्यवसाय अझ विस्तार गर्ने सोच छ खड्गाको। फारममा काम गर्ने स्थानीय गीता महराले घर नजिकै रोजगारी पाउँदा खुसी भएको बताइन्। तलब समयमै पाउने गरेको उनको भनाइ छ। रञ्जिता चौधरीले पनि 2 वर्षदेखि फारममा काम गर्दै परिवारको खर्चमा सहयोग पुगेको बताए। धेरै दुःख नहुने र बाहिर जान नपर्ने उनको अनुभव छ। स्वदेशमै तरकारी उत्पादनको सम्भावना हुँदा पनि वार्षिक करोडौँको आयात हुने गरेको छ। उत्पादन र बजारीकरणको समस्या नभएको अवस्थामा तरकारी खेतीलाई प्रोत्साहन गरी रोजगारी बढाउन तिनै तहका सरकारले ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ।